आज हाम्रो ड्युटी जानै पर्ने थियो हो। सबैको छुट्टी थियो, होलिडे है, नयाँ वर्षको, नेपाली नयाँ वर्षको। हाम्रो आइसिडिएसको चाहिँ छुट्टी छैन, डिपार्ट नै उल्टा दिशा बोक्ने क्या। अब भोलि चाहिँ बङ्गाली नयाँ वर्षहरू थियो, त्यसले गर्दा हामीलाई भोलि छुट्टी छ। आज चाहिँ सबैको छुट्टी थियो, बन्द थियो स्कुल, सबै पञ्चायत अफिस सबै बन्द, छुट्टी ताला झुन्डिरहेको थियो। म चाहिँ लकठक 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 लट्ठी टेक्दै गइरहेको थिएँ। लट्ठी यहाँ बाहिर राखेको छु होइन। अनि उल्टा दिशा बग्ने हो, घरिघरि सास थुनाउँछ। तर एउटा कुरा के छ, हाम्रो सेलेरी चाहिँ नि, सेलेरी भन्दा पनि अनेरिम हो, हामीलाई 2 किस्ती गरेर दिएको हुन्छ कि मजा लाग्छ। तर अहिले नि एउटा किस्ती दिएकै छैन, अरूको पैसा तुर्ने बेला हुन्छ नि, सेलेरी तुर्ने बेला, त्यति बेला हाम्रो टक्क बसेको अनुहार उज्यालो हुन्छ क्या। यो क्या अब यसरी ल्याएको कुरोहरू पनि नि त्यहाँबाट चाहिँ दिनुपर्छ पैसा के।